हेलो साथीहरु, मेरो युट्युब च्यानललाई लाइक एन्ड सब्स्क्राइब गरिदिनु होला अनि माया नि गरिदिनु होला। हिजो चाहिँ गाई भैँसी थिएन, अहिले चाहिँ रहेछ 1 2 3 4 5 6 7 8 9 10 वटा रहेछ। अनि हिजो चाहिँ थिएन क्या, हिजो चाहिँ छैन गाईहरू, हिजो चाहिँ थिएन। मामा घर चाहिँ यो हो होइन। अब हामी यहाँबाट अब निस्क्या चियासिया खाएर अनि यहाँ पर डाँडो बनाउनुहुन्छ। यहाँ हेर्नुहोस् त, यतातिर गाई भैँसी सबै छ। यहाँ हेर्नु त, ए अब हामी फर्क्या हो। अब हामी अब त्यो माथि घरमा गएर मामसाम खाएर हामी निस्किन्छौँ अनि उहाँसँग पुग्छौँ। अनि यहाँ हेर्नुहोस्, यहाँ मकैबारीबाट काले बुवाको घरमा जाँदैछौँ। यहाँ हेर्नुहोस् न, मकैबारीले फेरि जानै नदिने। फेरि उहाँ बाबा चाहिँ उहाँ कहाँ हो पुगिसक्नु भयो होइन गाइजहरू। अब हामी जाँदैछौँ क्या, हामी जाँदैछौँ भात खाएर। अब हामी निस्किने हो त्यहाँ। अनि सबैलाई के छ भन्नुहोस् होला। यो चाहिँ मकैबारी छ क्या, गबर। अनि त्यस्तै यहाँ भैँसी रहेछ क्या, भैँसीले चाहिँ जाने थिएन क्या। हेर्नु त सबै यस्तो छ। कुकुर छ उता बुवाको घर डेरी हो। उता हेर्नुहोस् त, बुबाको डेरी त्यही हो। हामी नि अब जानुपर्छ है, लुक्दै लुक्दै जानु। अब हामी नि यहाँबाट हामी बोलाउनु ए बुबा, ए बुबा, ए बुबा, ए बुबा, ए बुबा, हामी आएको हिजो आउन लाग्यो हो। केही सुन्ने छैन। यस्तो गर नि के हो बाटो यो? यस्तो बाटोमा हिँड्नु अब? कहाँ जाने अब कसरी? अब सुन आउन आउन आऊ आउन आऊ आइरहेको छु। ए हाम्रो हामी चाहिँ यहाँ माथि आइसक्यौँ। भैँसी थियो हेर्नुहोस् न, भैँसी। बाबा धुरो ए त्यो तलबाट आउँदा चाहिँ गाह्रो हुँदो रहेछ गाईहरू। अब पात थामी छ। माउन्टेनमा चढे जस्तो हुन्छ त हो। गाह्रो भयो नि तिमीलाई? किन? के छ हे? है बाघ कराएको हो कि हो? पानी होला। अनि के थाहा रहेछ त? ए थार थार थार। बिस्तारै हिँड न, गाह्रो हुन्छ अहिले। कहाँसम्म जान्छ? म सक्दिनँ, म यहीँ बस्छु। कहाँसम्म जानुपर्ने छ? अझ बेमाइछ।
कुन हामी चाहिँ यहाँ धेरै गाह्रो छ के हिँड्नलाई पनि धेरै गाह्रो छ अब उतै हो कि कालु बुवाकोहरू चाहिँ होइन आइपुग्न लागिसक्यो अब यहाँ हजुर माथि हो यस्तो रहेछ माथि रहेनु त्यही हो क्या घर चाहिँ ऊ त्यो हो क्या गाइजहरू त्यो व्हाइट कलर यस्तो त्यहाँ हेर्नु मकैबारी सबै छ ऊ त्यो हो क्या ऊ ठ्याक्कै देख्नु भयो नि तपाईँहरूलाई व्हाइट कलर छ व्हाइट कलरको मामा घर हो हाम्रो हामी नि अब यहाँबाट चढ्नुपर्छ अब आइपुग्न लाग्यो त्यो आशिष अङ्कलकोहरू हो क्या यो पनि कालुवाकै हो त्यही कालुवाकै घर हो तलको यहाँ हेर्नु मकै रहेछ यहाँनिर नि कस्तो राम्रो राम्रो खोलो हेर्नुहोस् न टन्नै छ खोला नि अहिले चाहिँ हिजो पानी आएर पनि खोलो नआएको होला होइन पानी आएको थियो हिजो कत्रो ठुलो गाईहरू अनि यहाँ हेर्नुहोस् न मकैबारी ल कस्तो पाइप पनि रहेछ कि अब यहाँ मकैबारी उतै हो घर चाहिँ सबैजनालाई हार्दिक गर्छु त्यतातिर सबै अब मकैबारी पनि कालुवाको घर पनि आउँछ गाह्रो नि अरूहरूलाई गाह्रो तपाईँहरू यस्तोमा चढ्दा तपाईँहरूलाई गाह्रो हुन्छ कि हुँदैन होला म त हिँड्न सकिनँ आइपुग्यो अब चाहिँ घर हेर्नु घर आइपुग्यो कस्तो छ घर यही घर सबैजना दिनुभयो घर यही हो नमस्ते म कालुवाको घरमा छु गाईहरू हेर्नुहोस् त भैँसी साथतिर हेर्नुहोस् न फेरि हेर्नै नआउने क्या यो चाहिँ अलैँचीको बोट जस्तो लगाइरहेको मलाई गाईहरू त्यो तलको कालुवाकोहरू हो सब यतातिर त्यतातिर कस्तो राम्रो राम्रो घर छ त्यतिर माथि घर छ मिसिन गाई भैँसी छ अरू केराको बोट के आरुको बोटै जस्तो लाग्यो आरुको बोट यता जाऊ नि त चिक्नु यो चाहिँ साग जस्तो लाग्यो होइन न काँक्रो देख्न आरुको बोट छ यहाँ कान्छी खै तिम्रो बनाइदिन्छु ल बनाइरहेको छु आऊ न आऊ हाई गाइज भन ओइ ल उता एउटा होइन यो चाहिँ हाम्रो आरु हो भनेर देखो यो चाहिँ आरु खाऊ ल सिनेमेटिक हो क्या कान्छा आइया खै दाँतै खुस्क्यो कि हेरौँ त यहीँ गरेर त दाँतै खुस्क्यो तर आरुले दुईवटा दाँत पनि खुस्केको सकिन छोड हामीले भन्नु हार्थ्यौँ
कराउन चिच्याउन बोलाइदियो आमालाई मम्मी बथान रहेछ नि यार बाँदर है हाय हाय हिँड्दैन नि यार दाइ हिँड्दैन नि यार मम्मी बाँदर खोज्दाबाट हेर्नु त बाँदरै बाँदर छन् मात्र उक्लिन रहेछ नि यार ऊ यहाँ आइसक्यो ऊ कति धेरै यार कस्तो नटेर फेरि बाँदरले ढुङ्गा हेर्नु न कान्छ ढुङ्गा हेर्नु न कान्छ उम्रिनै दिँदैन सुन्नु नि पर्यो नि अब हामी यहाँबाट हामी हिँडिसक्यौँ घरमा लाग्यो अब हामी चाहिँ अब घर जान्दा हो यस्तो लाग्यो होला त हामीले पनि अब खानसान खाएर हामी निस्किसकेको छौँ घर जानु भनेर यहाँ डेरी आइपुगिसकेको छ अब हामी डेरीबाट जान्छौँ घर किन त गाइजहरू छिट्टो पनि जानुपर्छ के छिट्टो नगई हुँदैन अब हामी निस्क्यौँ अब फेरि उहाँ पनौज गएर उहाँ गोर्खा ग्याङ लिन्छ के अरे गोर्खा लिन्छ अनि फेरि त्यहाँबाट हामी लाग्छौँ घरतिर घर हामी आमालाई यसो पसलमा गएर यसो गर्छौँ यसो कामसाम सकेपुग्ला नि अब आज चाहिँ हामी हिजो आएको हो हिजोको चाहिँ त्यो छुट्टेछ त्यो खोपो कहाँ हो खोपासीको त्यो गेलुङ छुट्टेछ ऊ भिडियो ऊ बनाएको हो तर खिचेन छ होइन अनि खिचेन छ के बिर्सेर खिचेन छ अनि अन्त के गर्ने बिर्सेर छ अनि यस्तो बाटोमा पनि स्कुटर घुडाउने हो त हजुर बाटो चाहिँ फेरि उनी हो क्या के हो भने खाल्टो छ बाटो अनि के गर्नु होइन बाटो नि खराब छ यार कहाँ यताबाट जानुपर्छ अनि के गर्ने थाहा छैन के हजुरलाई के थाहा होइन गुच्चा खेल्दैछ यार मान्छे यार गुच्चा खेल्दैछ अनि यहाँबाट नि हामी निस्किसकेको छौँ गाइजहरू यहाँबाट हामी छिटो निस्किनुपर्छ हजुरहरूलाई के थाहा त अब हामी यहाँबाट निस्क्यो हो भन्छ र त अब हामी यहाँबाट निस्केका निस्किसकेको छौँ छिटो जाउँ है अब साथीहरू छिटो जानुपर्छ यार धेरै नै हो यो नानी यहाँ पनि खाल्टो रहेछ यार कहाँ खाल्टो यार हामी त छिटो ओहो मोटरसाइकल नमस्कार चिने हब्बा हो ल गएको यो बाइकको कस्तो छ त अवस्था त देखाएर भोलि बाइक चाहिँ यस्तो छ आशिष काकुको यस्तो देखिन बाइकै यस्तो छ फुटेछ यहाँ यतापट्टि पनि फुटेछ
यतापट्टि पनि फुटे हो सबैमा फुटे हो सबै भन्दा यहाँ पनि एउटा गाडी रोकिएको थियो अनि सबैजनालाई के भयो अनि कता जाला होला भन्ने उतै घरै पहिरो माथि रहेछ घर अब हामी अब यहाँ कस्तो अप्ठ्यारो बाटोहरू छ आमा अब भिड सुरु भयो है गाजहरू अब भिड सुरु भयो देख्नुभयो भिडहरू त्यहाँ भिडहरू अस्ति न त हिमालदेखि त्यहाँबाट देखेन बादलहरू अनि यहाँ हेर्नुहोस् यहाँ पहिरो लडेको छ होइन त सासीहरू ओहो सबैलाई पनि छ है तलपट्टि हेर्नु त यहाँबाट फेरि स्लाइड खेल्दा त फेरि उहाँ पुगिन्छ होइन फेरि खेल्नु चाहिँ हुन्न फेरि यहाँ सफा गरिदिनु होला भने हिजो त हामी उहाँ माथिबाट हेरे त पुरा डरै लागेको थियो होइन साथी मन्दिर ब्याग दाइ बाटो कहाँ त्यहाँ आउनु अब हामी पनि यहाँबाट हामी दिइसकेको सँगै त्यही मन्दिर हो हामीले जानु भनेको छ के प्रसाद आउला नि त प्रसाद चाहिएला भने हात दिनु ए बिस्तारी झन्डै अब पानीबाट जाने माछा पाउला नि त माछा जस्तो पानी छ के अब यो यहाँबाट उता जम्प कता जाने निस्किसक्यो अब पानीबाट यहाँबाट सकेको यहाँबाट जम्प कसरी जाने होला त गाइज तिनको भएन कसरी जाने होला गाइज हेर्नु न अब यहाँ भइहाल्नु नि अब काम भइहाल्यो नि अब होइन गाइजहरू सकिगयो अब पनौतीमा अब पनौतीमा अब हामी अब तपाईँहरूलाई भेटौँला है त पनौतीमा है त कति घरहरू यस्तो यस्तो छ त्यहाँ हेर्नुहोस् त आमा ढुङ्खर गएको त पानी पर खनिसकेछ यहाँ हेर्नु न यस्तो घर छ नि यस्तो घर छ यहाँ मान्छेले बस्न जोडिसके त्यहाँ काम गर्न लगाएर छ यहाँ यी बाख्रा साख्रा दुनियाँ छरी अनि यहाँ चाहिँ काम धन्दा भइरहेको छ यसो भनिदिउँ न भनेर हो हेर्नुहोस् त भनेर काम साम गरिरहेको रहेछन् अनि यतातिर अस्ति नको डोजर बिग्रिया भएर त्यस्तो भयो होला
के हो त्यो त फन्न हुन्छ अनि माटो फाल्ने हो त्यसले अनि सबै भन्ने त होइन त्यो अनि के गरौँ के भन्नु चाहिँ हुन्न साथीहरू सर्प देख्नुभयो सर्प देख्नुभयो हजुर यहाँ ओर्लेर हेर्नु त खै कता जान्छ हेर्नु चाहिँ त फर्केर आयो भने त सातो भइहाल्छ नि यहाँ राखौँ भने है त बिस्तारै यताबाट सर्प माऱ्यो भने नागिन आउँथ्यो नि है म हेर्छु अनि खै त छैन डर लाग्यो है बाप्रे बाप बिस्तारै झन्डै ब्रेक हान्नुभयो गाडी हो क्या कहाँबाट जाने होला त त्यहाँ हेर्नु उसको गाईहरू यहाँ पानीले चाहिँ जानै नदिने होला कसरी जाने होला त गाई कसरी जाने होला गाई हेर्नु न अब यहाँ भइहाल्नु नि अब काम भइहाल्यो नि अब होइन गाईहरू अब पनौतीमा अब पनौतीमा अब हामी अब तपाईँहरूलाई भेटौँला है त पनौतीमा है त कति खोपासीको चाहिँ हिजो किन्नै रहेछ होइन त्यही भएर आज खिच्नु पऱ्यो क्या होइन हुन्छ चाहिँ यस्तो छ कि हाल्नु आम्मामा के गरेर मर्नु यार यस्तो छ यार अब गरौँ नि यसलाई नुहाइदिनु पऱ्यो स्कुटरलाई चिसो खुवाउनु खानु पऱ्यो पेट्रोल खरिदिनु पऱ्यो नुहाउनु पऱ्यो यसलाई यार कति छ यार काम छिटो गरेर जानु पर्ने छ साथीहरू यहाँबाट हामी अब छिटो जानुपर्छ अनि अब खोपासी आयो खोपासीमा पानी आनन्दको पानी ल पानी नै देखेन त साथीहरू पेपर यहाँ कति हो टिपर नि होइन टिपर यति छ क्या अब त बनिपाटमा भेटौँला है त होइन त अब छिट जानुपर्छ क्या त्यही भएर यहाँ काम धान हुँदो रहेछ अघि चाहिँ यहाँ राम्रो ठाउँ रहेछ नि यहाँ टोका कुन बस भात खानु पर्यो रे भरिहाल्छु
छान्दा चाहिँ होइन पेन्सिल परेछ पन्नी जस्तो पेन्सिल परेछ मलाई चाहिँ बोतल पार्नुपर्ने थियो होइन पेन्सिल परेछ कि गाइजहरू यार आज फेरि पार्छु होइन के पर्दो रहेछ त भनेर हेर्छु होइन अनि पऱ्यो भने म तमासा बजाउँछु है त पऱ्यो भने आज म खुबै म बोतल पारिदिन्छु यार होइन साथीहरू तपाईँहरूले चिट्टा खानु न म त आउँछु के म आउँछु तपाईँहरूलाई नि चिट्टा खान्न के है त लाइक एन्ड फलो गरिदिनु होला है सबैजनालाई लाइक एन्ड सब्सक्राइब गरिदिनु अनि के गर्नु अब आइपुग्यो है पसल अब आइपुग्यो पसल अब आइपुग्यो अब के छान्ने होला भन अब छिटो छानिन्छ साथीहरू छिटो छानिन्छ बस खेत फेरि लाग्यो कि नगर्नुहोस् न ओहो यो पसलमा होइन नि मुनि पनि पऱ्यो के पर्नु पर्छ अब के पर्छ हेर त के स्केल फेरि एउटा छान्छु के हो त्यो स्केल र स्केल त होइन छ ल स्केल स्केल पनि स्केलै आउँदो रहेछ होला है। अर्ग्यानिक छान्ने भने अब फेरि एउटा ल फेरि एउटा बाँकी त त्यो लेजर लाइटहरू यो बोतलहरू बाँकी छ लेजर लाइट छ अँ, खोइ त हो अब आफै छाना मिलाएर अब अब त म साँच्ची खेलाउनै गरिदिन्छु के बहुत हुन्छ म अहिले यहाँ पढ्ने बा गरिन् किन बनाउनु पर्यो देऊ त्यो फेरि सक्ला पढाउने फोटोकपी त खालि पर्छ होला त साथी खै के छ अब ओरिजिनल फोटोकपीले भइहाल्छ पर्यो अब म भोलि बिहान मात्र आउँछु अनि पर्यो स्टिकर ल माम गर्छु म अनि ल म फोन गरेर स्टिकर पर्यो के काम छैन यो। के स्टिकर त के गर्नु यो? ल भयो अब होइन अनि काटिदिनु दा गाइजहरू चिठामा केही पर्दैन रहेछ त्यही स्टिकर र स्केल लाइट के पर्दो रहेछ म अब नकिन्ने बरु त्यो चिठा सान्ने पैसा त बरु खुट्टुकेमै हाल्यो हुन्छ